जसलाई तपाईले स्क्रिनमा देख्नु भएको थियो होला, तपाईले टेलिभिजनको पर्दामा देख्नु भएको थियो स्क्रिनमा चाहिँ त्यही होइन, उहाँसँग काम गर्नुभएको छ। मैले महानायक राज शर्माको कुरा गर्दैछु। राज दाइसँग काम गर्दाको अनुभव कस्तो भयो? एकदमै राम्रो अनि फ्रेन्डली हुनुहुन्छ अनि सबैजनालाई जुनसुकै आर्टिस्टलाई पनि एकदमै रेस्पेक्ट गर्ने होइन अनि एकदमै फ्रेन्डली मिलनसार अनि सबैलाई नजानेको कुराहरू सिकाउने अनि त्यही दाजुले भनेको जस्तै अब काम गरेको बेलामा चाहिँ कुनै कुराको प्रेसर टाइम अब अलिकति हामी नयाँ भएको भएर नयाँ पुस्ता भएको भएर पनि अलिकति आतुरी चाहिँ हुन्छ नि त, टाइम चाहिँ हेर्ने बानी हुन्छ नि त, मोबाइल चलाउने यताउता। अनि राजेश सर चाहिँ कस्तो एकदमै जेन्टल, एकदमै सोबर अनि आफ्नो कामप्रति एकदमै डेडिकेटेड होइन अनि काम बाहेक चाहिँ अरू के पनि नसोच्ने अनि कति धेरै कुराहरू सिक्ने मौका पाएँ। मेरो बाबा त फेरि एकदमै ठुलो फ्यान कि राजेश सरको, यतिकै बसिरहेको छ भने पनि 15-20 वटा मुभी सर भनिदिनुहुन्छ होइन। तपाईँले पहिले सोच्नु भएको थियो सनिसा कुनै दिन म फिल्म लाइनमा आउँछु र राय शर्मासँग काम गर्छु, महानायकसँग काम गर्छु, कहिले सोच्नु भएको थियो? होइन, त्यो जिन्दगीमा हुनु भनेकै नसोचेको कुरा हो होइन। सोच्न त त्यस्तो सोचेको थिएन, अब त्यो आउन आए सो मेरो एकदमै भाग्यको कुरा हो। जन्मथि राय शर्मासँग काम गर्नु पाइयो, विराज भट्टसँग काम गर्न पाइयो होइन। तर मैले उहाँहरूको मुभी चाहिँ एकदमै हेर्छु। राजेश के फरक रहेछ स्क्रिनमा देखिएको राजेश शर्मा, विराज भट्ट र रियलमा देखेको राय शर्मा र विराज भट्टमा के फरक रहेछ? कस्तो त्यो स्क्रिनमा त अब उहाँहरूले डिफ्रेन्ट क्यारेक्टर प्ले गरिरहेको हुन्छ नि, रियल लाइफमा त सबैजना हुने त आम मान्छे नै हो नि त, सो त्यस्तो धेरै फरक चाहिँ थिएन। अब त्यति बेला सानो हुँदा चाहिँ रियलमै यिनीहरूले यस्तै नै हान्छ होला, उहाँहरूले यस्तै नै हान्नुहुन्छ होला होइन, फाइट गर्नुहुन्छ होला भन्ने त्यो हुन्थ्यो नि त। अब ठुलो भइसकेपछि त सुट हो यताउता भन्ने थाहा भयो नि त, सो त्यही अनुसारले एकदमै डिफ्रेन्ट एकदमै सफ्ट क्यारेक्टर रियलमा चाहिँ अनि मुभीहरूमा त जस्तो कथा छ त्यस्तै नै बन्नु पर्यो।